नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म भरत विश्वकर्मा। नेकपा एमालेको 11औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्ष पदमा उठ्ने घोषणा गरेसँगै दुई नेताहरूको बीचमा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ। मङ्सिर 27 गते भक्तपुरको सल्लाघारीमा भव्य उपस्थितिमा उद्घाटन हुने 11औं महाधिवेशनलाई एमालेले एकताको महाधिवेशन बनाउने दाबी गरेको छ। तर नेताहरूको तयारीले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना झिँडो बन्दै गएको एमालेकै नेताहरूले बताउँछन्। अर्कोतर्फ विधान संशोधन गरेर पदाधिकारीको संख्या घटाएको अवस्थामा अध्यक्ष बाहेकका पदाधिकारीमा आकांक्षीको संख्या बढ्न पुग्दा ओली र पोखरेल दुवै पक्षलाई 15 जनाको प्यानल बनाउन सकस भइरहेको छ। आकांक्षीहरू एउटा प्यानलमा नपरे अर्को प्यानलमा गएर भए पनि आफ्नो पद सुरक्षित गर्ने तयारीमा देखिन्छन्। अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवका लागि दुवै समूहमा 3-3 जना नेताहरूले आकांक्षा देखाइरहेका छन्। ओलीको समूहबाट महासचिव पदका लागि बहालवाला महासचिव शङ्कर पोखरेल सहित उपमहासचिव प्रदीप गेवाली र पृथ्वी सुब्बा गुरुङले आकांक्षा सहित आफू निकटस्थहरूलाई प्रचार प्रसार नै गर्न थालिसकेका छन्। यद्यपि पोखरेल गेवाली र गुरुङले ओलीको ग्रिन सिग्नल पर्खिरहेका छन्। ओलीले अहिलेसम्म कसैलाई पनि महासचिव लगायत कुनै पनि पदमा वचन नदिएको ओली निकटका नेताहरूले बताएका छन्। पदका लागि भेट्न जानेहरूलाई ओलीले म जे भन्छु त्यही गर्नु भनेर पठाउने गरेका छन्। उता ओलीसँग प्रतिस्पर्धा गर्न लागेको ईश्वर पोखरेल समूहले पनि आफ्नो समूहबाट कसलाई पदाधिकारी बनाउने भनेर निर्क्युल गर्न सकेको छैन। सुन्दाराको एक होटल र थापागाउँ स्थित मदन भण्डारी फाउन्डेसनलाई सम्पर्क कार्य बनाएको पोखरेल समूहले ओली पक्षको प्यानल हेरेर मात्रै आफ्नो समूहको प्यानल बनाउने रणनीति बनाएको बुझिएको छ। यो समूहबाट महासचिवको उम्मेदवार बन्नेमा हालका उपाध्यक्ष सुरेन्द्र पाण्डे निर्विकल्प जस्तै रहेको पोखरेल समूहका नेताहरूको बुझाइ छ। सिनियरिटीको हिसाबले पनि अहिलेसम्म सुरेन्द्र पाण्डे नै महासचिवको उम्मेदवार बन्नेमा दुई मत छैन। यदि पाण्डेले महासचिव बन्न अस्वीकार गरेको खण्डमा गोकर्ण विष्ट र योगेश भट्टराई मध्ये एकजना सहमतिमा उम्मेदवार बन्ने तयारी छ। विष्ट र भट्टराईले पनि आफ्नो समूहमा कुनै पनि पदमा विवाद नरहेको बताउँछन्। को कुन पदको उम्मेदवार बन्ने भन्ने निश्चित त भएको छैन, तर जुनमा भए पनि सहमतिमा मिलाउँछौँ। भट्टराई र विष्ट दुवैको भनाइ एउटै छ। पोखरेलले पार्टी पुनर्गठनको मागसहित महाधिवेशनको बन्द सत्रमा पेश गर्ने फरक मत सहितको अवधारणा पत्र अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्। पोखरेलले महासचिव शङ्कर पोखरेल मार्फत बुझाएको अवधारणा पत्रमा पार्टीभित्रको लोकतान्त्रिकरणको अभाव खड्किँदा सिङ्गो पार्टी गुटमा परिणत भएको उल्लेख छ। रोचक त के छ भने नेकपा एमालेको इतिहासमै संस्थापन पक्षमा रहेर केन्द्रीय सदस्य, पोलिट ब्युरो, स्थायी कमिटी, महासचिव, उपाध्यक्ष पदमा रहेर काम गरेका पोखरेल यसपटक भने संस्थापनलाई चुनौती दिँदै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन्। पोखरेल 9औं महाधिवेशनमा ओलीको पक्षबाट महासचिव बनेका थिए भने हाल पोखरेलको पक्षमा पुगेका पाण्डे 9औं महाधिवेशनमा उनैसँग महासचिवमा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला पाण्डे पोखरेलसँग 15 मतले पराजित भएका थिए। यता गण्डकी एमालेको संगठनभित्र पकड बनाएका गुरुङ, पोखरेल र गेवाली 3 जना महासचिवमा आकांक्षीका रूपमा देखिएपछि अध्यक्ष ओलीलाई समीकरण मिलाउन सकस देखिएको छ। 10औं महाधिवेशनबाट महासचिव निर्वाचित भएका शङ्कर पोखरेल अध्यक्ष पदमा ओलीलाई नै तिहेराउने बताएकाले महासचिव पदमै दोहोरिन चाहन्छन्। उपमहासचिव द्वय प्रदीप गेवाली र पृथ्वी सुब्बा गुरुङ एक कार्यकाल उपमहासचिवको जिम्मेवारी पूरा गरिसकेकाले अबको कार्यकालका लागि महासचिवमा स्वतः दावेदारका रूपमा उभिने प्रयासमा छन्। गुरुङ 10औं महाधिवेशनमै महासचिवका आकांक्षी थिए, तर नेतृत्वलाई समीकरण मिलाउन अप्ठ्यारो पर्ने देखिएपछि पछि हटेर उपमहासचिवमा चित्त बुझाएका थिए। 11औं महाधिवेशन र आफ्नो उम्मेदवारीबारे पोखरेल, गेवाली र गुरुङले औपचारिक रूपमा केही बोलि नसके पनि आफू महासचिवमा उठ्ने भन्दै निकट व्यक्तिहरूलाई तयारी समेत गर्न भनिसकेका छन्। एमालेको हाल 19 सदस्यीय पदाधिकारी मध्ये ओलीका विश्वासपात्र मानिन्छन् हालका महासचिव शङ्कर पोखरेल। पोखरेल अध्यक्ष ओलीले नेतृत्वमा आकांक्षा नराख्दा अध्यक्षमा दाबी गर्ने पक्षमा थिए, तर ओलीले अध्यक्षमा आफै अघि सर्ने सङ्केत गरेपछि उनी महासचिव पद सुरक्षित गर्न चाहन्छन्। एमालेभित्र वैचारिक सैद्धान्तिक नेताहरू मध्येमा पर्ने पोखरेल संगठकका हिसाबले भने कमजोर मानिन्छन्, किनभने बितेको 4 वर्षमा महासचिव पोखरेलले संगठन निर्माण र पार्टीलाई मजबुत बनाउने भूमिका खेल्न नसकेको आरोप पार्टीभित्र लाग्ने गरेको छ।
बरु पोखरेलले पार्टीभित्र गुटबन्दी बढाउन प्रश्रय दिएको कतिपय नेता कार्यकर्ताहरूले चर्चा गरिरहेका छन्। महासचिवको दावेदारी प्रस्तुत गर्न लागेका उपमहासचिव प्रदीप गेवाली पनि पार्टीमा बौद्धिक नेता मध्यमै पर्छन्। हाल स्कुल विभाग प्रमुख रहेका गेवालीले पछिल्लो समय देश दौडाहालाई समेत प्राथमिकतामा राखेका थिए। गेवालीको देश दौडाहा अध्यक्ष ओलीको सल्लाह अनुसार नै महासचिवमा अघि सार्ने तयारीका स्वरूप भएको हुन सक्ने कतिपय नेता कार्यकर्ताहरूको बुझाइ छ। तर अध्यक्ष ओलीले भने गेवालीलाई आफूले कतै पनि जान नभनेको महासचिव पोखरेल र उनी निकटका नेताहरूलाई जवाफ दिने गरेका छन्। महाधिवेशनमा ईश्वर पोखरेलले समेत समूहगत उम्मेदवारी दिने तयारी गरेपछि अध्यक्ष ओली गुरुङलाई आफ्नै कित्तामा ल्याउने प्रयासमा छन्। त्यस्तो अवस्थामा गुरुङलाई चित्त बुझाउन ओलीले शङ्कर र प्रदीपलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहन्छ। शङ्करलाई उपाध्यक्ष र प्रदीप गेवालीलाई उपमहासचिवमा दोहोर्याउने वा उपाध्यक्षमा व्यवस्थापन गरेर गुरुङलाई महासचिवको उम्मेदवारी समेत बनाउनु पर्ने अवस्था ओलीलाई आउन सक्ने बताइएको छ। यद्यपि ओली निकट स्रोतका अनुसार महासचिवमा ओलीको पहिलो रोजाइ पोखरेल र दोस्रो गेवाली र तेस्रोमा गुरुङ रहेको बताइएको छ। हवस् त यो प्रसङ्गसँगै आजलाई बिदा हुन्छु। अर्को विषयका साथ पुनः उपस्थित हुनेछु। नमस्कार।